ल है साथीहरु सेल हुन्न भन्ने एउटा उद्देश्यको साथ हामीले आफ्नो परम्परालाई चाहिँ जोगाइरहेका छौं हैन त दाइ अब ल मजाले पूजा गर्नु मनमा के माग्न पर्ने हो मनमा लागेको कुरा माग्नु होला रोटी सबभन्दा यसको लागि त भन्नै पर्दैन नि हामी चाहिँ यसरी परदेशमा पूजा गर्दैछौँ जहाँ भए पनि आफ्नो चाडपर्व चाहिँ मनाउन छोड्नुहुन्न भन्ने एउटा उद्देश्यको साथ हामीले आफ्नो परम्परालाई चाहिँ जोगाइरहेका छौँ हैन त दाइ अब चाहिँ हामी पटाका पड्काउन गइरहेका छौँ त्यो त त्यसले पड्काउँदैन भने हामी गाडी के अरे त्यो त्यसको पसल बन्द गरेर हामी पड्काउँदैन हैन पूजा गरेपछि एकजनाले गर्ने हो क्या मजाले हैन गर्ने नै त्यो हो मन्दिरको पैसा मन्दिरमा युज हुन्छ हुनुपर्छ ओके यार पटाका पड्काउला है कति रुपियाँ छ 18 रुपियाँ होस् रे ल हामी चाहिँ पटाका पड्काउन गइरहेका छौँ यस्तो रेडी भइसकेको छ कार्यक्रम यो पटक्का लामो खालको हाम्रो नेपालमा नि पाउँछ यार यो त हैन एउटा फुट्टा फाल्ने खालको यो अनि यो चाहिँ पुरै माथि जाने खालको कुमार दाइ भोलिको लागि टोटल नम्बर यो निस्किसकेको छ के एउटा पड्काइदिनु पुरा धुवा कानको झारी झन्नाले उ भएन पुरा धुवा भएको छ यतापट्टि होटल छ त्यो उगो छ उगो गरेछ धुवा छ सडकमा अहिले चाहिँ हामी चौरमा आएको छौँ भित्र पड्काएको थियो पुरा धुवा भयो हैन होटलमा खाइरहेको मान्छेहरूलाई अलि डिस्टर्ब भयो त्यही भएर ल अहिले चाहिँ ठुलो कानको जाली नै जान्छ भने म त पछाडि अरे नम्बर हो त्यसले त तल बाले छ त्यो खोल्दिनु पुरै यो यही टुको बाल्ने हो कि आफै वाला जान्छ माथि यिनकै खोल्नु पर्दैन कि त्यो बारुदले त कहाँ पुर्याउँछ अरे त्यो उल्टो होएछ भाइ बनाऊ भिडियो रुख छ अहिले त हो त यस्ता रुखले केही गर्दैन के थाहा छ अनि यो यहाँ कुर्ता सिधै आयो यार
ल